ल साथी हो यो हावा घर मुनिपट्टि चाहिँ मैला चाहिँ यति बिघ्न यो चिप्सको खोल स्टिङको बोतल वाइवाई मिमीको खोलहरू यसरी फ्याँकेर बर्बाद बनाएर है मान्छेहरूले भनिन्छ नि च्यारिटी बिगिन्स एट होम भनेर भनिन्छ। संस्कार चाहिँ मान्छेले घरबाटै सिक्नुपर्ने हुन्छ र अहिले हरेक मान्छेहरूले यो मैलाको विषयमा सोलिड वेस्ट म्यानेजमेन्टको विषयमा चाहिँ भनिरहेको हुन्छ अथवा हरेक मिटिङमा भनिरहेको हुन्छ र पनि मान्छेले टेर्दैन हेर त्यसरी बर्बाद मैला फ्याँकेर चाहिँ ओह्रालो। मैले यो हावा घरमा चाहिँ डस्टबिन पनि राखिदिएको छु। साथसाथमा यहाँनिर मैले त्यो हावा घरको एउटा बोर्डमा उँधो मैला नफालिदिनु। अब यो यसरी मैला फाल्दाखेरि चाहिँ के हुन्छ भनेदेखि यो मग्दैन, यो प्लास्टिकहरू जति पनि छ यो है मग्दैन। यहीबाट जस्तो के अरे पहिरो चल्ने सम्भावना धेरै मात्रामा र यसलाई चाहिँ म आज यहाँनिर यो बोरामा चाहिँ यसरी बटुल्ने काम चाहिँ भइरहेको छ। यो बटुलेर लगेर चाहिँ अब अस्ति सोलिड वेस्ट म्यानेजमेन्टको कुरा पनि चलेको थियो, यो मैला जति पनि प्लास्टिक आइटमहरू बटुलेर चाहिँ रिसाइकल गर्ने भन्ने कुरा पनि सुनेको थिएँ। अब यसरी